मैले भनिसकेको हो मैले रन्काकै छैन सर म बिस्तारै चलेर छु होइन सर डिबी किलर झिक्या भन्नुभएको थियो है अर्को सरले डिबी किलर झिक्या भन्नुभएको थियो हजुर कता यहाँ राखिदिन्छु नि त होइन सर म फेर्नुपर्छ मलाई थाहा छैन सर मैले नयाँ बाइक लिएको हो अनि कागज बिलबुक पनि आएको छैन यो बाइक होइन फेर्नुपर्छ नि म फेर्छु नि सर उता ठ्याक्कै यहाँबाट जाँदै थिएँ जाममा ट्याक्क लाएर रोक्नु भयो मलाई हजुर हुन्छ सर मेरो डिबी किलर छ न्युट्रलमै छ सर ल न्युट्रलमै छ सर हल्का हल्का टोटल यसको यो साउन्डै यत्रै हो सर डिबी किलर छ सर डिबी किलर छ हजुरले सोरुममा लगाएर चेक गर्न सकिन्छ क्या सर मैले सुन्छे न मैले नराम्रो काम गरेको भए समात्न मिल्छ सर है मेरो साउन्ड सुन्छे न मेरो साउन्डै यस्तै हो क्या सर डिबी किलरहरू चाहिँ यही हो डिबी किलर यही हो क्या सर डिबी किलर यो झिक्यो भने चाहिँ डिबी किलर झिकेको भन्छ यसमा डिबी किलर झिकेको छैन सर ल हुन्छ सर म यो मिलाउँछु एकचोटिलाई माफ गरिदिनुहोस् मेरो सर माफ गरिदिनु न मलाई थाहा थिएन नि त सर होइन सर मलाई यस्तो नम्बर प्लेट हाल्नुपर्छ भन्ने थाहा थिएन नि त सर होइन छोरा जस्तो सम्झेर माफ गरिदिनु म चेन्ज गर्छु नि सर मेरो अब तपाईँले डिबी किलर झिकेको भन्नुहुन्छ डिबी किलर झिकेकै छैन सर यो सोरुम यहीँ छ सर म हल्दा पछाडि राखेरै लान्छु नि त सोरुम यहीँ छ सर सोरुम यहीँ छ अब डिबी किलर झिकेकै छैन सर बाइकको नम्बर प्लेट यो डट बाइकको नम्बर प्लेट तल हुँदैन नि सर यो यसको यस्तै गरी बनाइदियो कि त्यहाँ बनाउनु ठाउँ नभए हजुर कसरी बना भन्नुहुन्छ म त्यसरी बनाउँछु नि त सर यसको यहाँ हेर्नु न सर यसको यो नै यहाँसम्म छ अनि ल हजुर भन्नु न के गर्नु पऱ्यो म त्यही गर्छु नि त सर चिट त नभन्नु न सर मैले गल्ती गरेको भए पो मलाई चिट काट्न मिल्छ त सर ल सर म बनाउँछु होइन म सुन्नु न हजुर मलाई विश्वास लाग्दैन भने म यो ठकुरी भ्लग्स भन्ने मेरो च्यानल छ सर है मैले बुझेँ सर मैले बुझेँ यसलाई के गर्नु पऱ्यो भन्नु न त नम्बर प्लेट तलतिर फर्काउनु अब भन्नाले कसरी आकाशतिर फर्काएको भयो सर ल म बनाउँछु सर प्लिज सर एकचोटिलाई उस गरिदिनु न गरिदिनु न सर हुन्छ ल म यो बनाउँछु सर हजुरले डिबी किलर झिक्या भन्नुभयो डिबी किलर झिक्यो भने यहाँ यत्रो पाल हुन्छ यो जुन यो छ नि सर यो बाइकको नयाँ बाइक हो मलाई केही पनि थाहा छैन सर होइन डिबी किलर झिकेको छैन क्या बताउनु हुन्न हजुर बताउनु हुन्न भने हजुरलाई म क्रस एक्स सोरुम यहीँ छ यो बाइकको दुइटै साइलेन्सर हुन्छ सर नयाँ ल म हजुरलाई क्रस एक्स सोरुम जाने ल हिँड्नु ल सर एउटा मात्र होइन क्या सर यो बाइकै त्यस्तो हो क्या दुईवटा साइलेन्सर भएको बाइक हो यो नयाँ निक्लेको मोडल हो सर मैले हजुरलाई ढाँटेर छलेर मैले के गर्ने हो कि होइन म्याम भन्नु त म यहीँबाट हिँड्नुपर्छ ल लुकिङ ग्लास नहालिकन हिँड्दा त त्यसलाई समात्नु